हेलो हेलो साथीहरू, म चाहिँ आज बिहानदेखि भिडियो बनाउँछु भनेर भिडियो बनाउन थालेको। हेर्नु न, अँध्यारै छ बिहान 5 बजे त है। अनि मेरो बिहानको ड्युटी के हेर्नु न, बाल्टिन बोकेर गोठतिर लाग्न पर्यो। दुईटा छन् नि त, दुध दिन्छ एउटीले। अनि त्यसबाट दुध दोएर लिएर आएँ, कहिले रेडी भएर बस्या दुध खानलाई, त्यसलाई नि दिन पर्यो होइन। अनि त्यसपछिबाट अब वस्तुको काम भ्याएर नुहाइधुवाइ गरेर रेडी भएँ, किनकि आज मेरो बर्थडे हो। म बर्थडे गर्ल हो। सबैजनाले माया गरेर ह्याप्पी बर्थडे टु यु भनेर लेखिदिनु ल कमेन्टमा। अनि त्यसपछिबाट पूजाको भाँडा मोल्न पर्यो भनेर पूजाको भाँडा मोल्न थालेँ। घरमा पूजा गर्नु पर्यो नि त। अनि त्यही भएर सबै काम भ्याएर पूजा गर्न थालेँ। पूजा गरेर घरको आफ्नो कुलदेवता पितृदेवता होइन, सबै भगवान्लाई सम्झिन पर्यो। अनि घरमा पूजा नगरी मन्दिर जाने कुरा आएन नि त। अनि त्यही भएर घरमा पूजा गरेर भ्याएँ। अनि बाबु नानीलाई उठ 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 भनेर बाबु नानीलाई लिएर मन्दिरतिर लागेँ। हेर्नु न, हो मेरो छोरी मेरो छोरो, दुईजनालाई बोकेर हतार हतार अब मन्दिर जानु पर्यो। फेरि 8:30 बजे बस आउँछ नि त बाबु नानीको। अनि त्यही भएर हतार हतार गरेर मन्दिरतिर लाग्यौँ। हेर्नु नि, त्यहाँ सबैको बच्चा यस्तै हो कि मेरो मात्रै हो छोरो भुत्त परेर रिसाएर अलिअलि छैन। मेरो बाबुले बेलना चौका बोकेर हिँडेको छ, किनकि आज मैले मेरो बर्थडेको दिन हाम्रो एकादशीको ग्रुप छ कि। अनि सबैजनाले एकवटा थोक दिने है बर्थडेको दिन भन्नुभएको थियो। अनि मैले बेलना चौका लिएर आएको, किनकि यसको खाँचो थियो मन्दिरमा। अनि मैले भोलेनाथ भगवान्लाई पूजा गरेँ होइन, आफ्नो मनमा लागेको कुराहरू सबै भने भगवान् भोलेनाथलाई आज बर्थडेको दिन होइन। सबै कुरा भने, एक मन एक ध्यानले भगवान् भोलेनाथलाई ढोगेँ, भगवान्लाई भने भन्ने कुराहरू होइन। त्यो त अब हजुरहरूलाई भन्नु भएन। अनि सबैजना बाहिर बसेर चरु घुम्न थाल्यौँ। हेर्नु न, आगो नबलेर राति पानी परेको थियो नि त, दाउरा सबै भिजेछ। मेरो छोरी हेर्नु नि, त्यहाँ कति ज्ञानी चाहिँ बाबु उहाँ शङ्ख फुकिरहेछ। अनि आरती गर्न सुरु गऱ्यौँ, भ्यायौँ, सबैजना मिलेर आरती गऱ्यौँ। अनि बाबु उहाँ हेर्नु न कस्तो मजाले शङ्ख पुग्छ कि मेरो बाबुले। अनि आरती सिद्धेर कसैले पञ्चामृत, कसैले अपुङ्गो, कसैले प्रसादी बाँडेर सबैजना मिलेर खायौँ। मेरो छोरी नि बाँड्दै हिँडेको छ। हेर्नु नि, त्यहाँ सबै काम गर्नु अगाडि सुसुर्किन्छ कि मेरो छोरी त। अनि गुरुले मलाई टिका लगाइदिनु भयो, आफूभन्दा ठुलो मान्छेले होइन। आज बर्थडेको दिन टिका लगाउन पाउँदा त यति खुसी यति आनन्द होइन। अनि गुरुले टिका लगाइदिनु भयो, सबैजनाले आशीर्वाद दिनुभयो मलाई। एकदम खुसी लाग्यो क्या आज बर्थडेको दिन होइन। सबैजनाले आशीर्वाद दिँदा, ह्याप्पी बर्थडे भन्दा होइन। बुढी भए पनि अब उमेर ढल्किँदै गए पनि एकदम खुसी आनन्द लाग्ने क्या। अनि मैले पनि गुरुलाई टिका लगाइदिएँ, जति सक्छु त्यति दक्षिणा दिएँ। अनि 1-2वटा फोटो खिच्यौँ हामी सबैजना मिलेर। अनि घर आएको बुढोले नि फोन गर्नुभएको थियो। अनि छोराछोरी उहाँ हेर्नु न, उहाँ बुढोलाई के देखाइरहेछन् बाबालाई, मेरो बुढोलाई। अनि त्यसपछिबाट अनि बाबु नानी हेर्नु नि, त्यहाँ मेरो छोरी म मेरो कहिले मेरो भाइलाई टिका लगाइन्छ भने टिका लगाउन थालेँ। बाबु नानीको बस पनि आयो। अनि बाबु नानी स्कुल गए। सबैजनाले हेरेर माया गरिदिनु ल।